50% हाम्रो भइसक्यो भनेर हेरेर रिपोर्ट गर्नु कसरी पत्याउने अब त्यो भन्न खोजेको थियो तपाईँले ख्याल गर्नु है त्यहाँ हेर्नुहोस् है यहाँ के भने सूक्ष्म शिक्षामा 10वटा कक्षा एकजनाले पढाउनुपर्छ भनेर नठाडिकन भन्नुहोस् त कतिवटा पढाउनु हाम्रो धेरै कुरा भइसक्यो नठाडी कतिवटा कक्षा पढाउनु कि गोल मटरमा खाला हामी खाद्य एकदम राम्रो गरिसकेका छौँ हामीले स्कुल पठाइदिइहाल्यो हुन्थ्यो भन्नु होइन सर शिक्षणको अभ्यास हो देशमा पाँच पाठशाला मात्रै बनाएर चाहिँ हाम्रो सबै सकियो भन्ने अर्थमा फेरि बुझ्नु भयो पढाएर सकिएको हो साँच्चै नेपालमा म भन्छु नेपालमा एकजना दुईजना विद्यार्थीले जम्मा 10वटा पाठशाला बनाएर पढाउनु भएको छ अहिलेसम्म जम्मा साउन्डदेखि एक दुईजना विद्यार्थी बाहेक 10वटा कसैले पढाउनु भएको सूक्ष्म शिक्षणको मात्रै सूक्ष्म शिक्षणको मात्रै जब उहाँहरू नियमित आउनुहुन्छ अरूको त 5-6वटा सूक्ष्म शिक्षणको भइरहेको छ अब सहपाठी शिक्षणको 6वटा 15वटा बनाएर 6वटा पढाउनु त काम बाँकी सिङ्गै बाँकी छ नेपालीमा अब स्वास्थ्य र अङ्ग्रेजीको सबै भइसक्यो जस्तो लाग्यो मलाई यसो बुझ्दाखेरि हो त यहाँ आएर भन्दाखेरि हाम्रो सबै लगभग कुरा भइसकेको छ पढाएर कुरा भएको हो कि त्यहाँ हेर्नु सुन्ने त्यहाँ हेर्नुहोस् त्यहाँ त्यो टिप्नु एकछिन त्यो टिप्नु त्यहाँ मेट्रिक मात्र मुरलीधर त भन्दै कम्तीमा यो 10वटा पढाउने यो 6वटा पढाउने भनेर चाहिँ यसको 70% पढाएको हुँदैन साँच्चै पढाएको छातीमा हात राखेर त्यसै घोडा त्यस्तो भयो भने हामी नपढाएर पढाएको छौँ शिक्षण कति गरियो त्यो कुरा भन्नु पर्यो कि एकवटा पाठशाला बनाएर घर बसेर बनाएर शिक्षणको अभ्यास हो शिक्षणको अभ्यास हो पढाउने अभ्यास कतिवटा गरियो अनि हाम्रो लगभग सकिन्छ मैले नेपालकै केही अनुवाद देखेको छु प्रायः देखेकै छन् गर्दालाई आउनेहरू पनि 2-3जना कहिले काहीँ झल्याक आउने र यसरी चाहिँ हाकिम पढेर फर्किनेहरू हुन्छ है अरू पढाएको देखेपछि यस्तो हान्छ जान्छ उहाँहरूको हालत के हो पछि के गर्नु पर्ने हो उहाँहरूले आफैलाई सोध्नु के को लागि क्याम्पस आउनुहुन्छ घरमा के को लागि अब अर्को कुरा धेरै सो अहिले गाउँघरका क्याम्पसहरूमा धेरै ठाउँमा बिएडहरूमा थाहा छैन माडीमा पनि छ सबै क्याम्पसका विद्यार्थीहरूले भर्ना गर्ने बेलामा के भनेको भने कुन क्याम्पसमा गयो भने प्र्याक्टिकल पनि सबै सरले गरिदिन्छ अनि टिचिङ प्र्याक्टिस पनि अन्त्यमा एक दिन गए पाएको कुन क्याम्पस छ त्यो क्याम्पसमा भर्ना हुनु कस्तो खाले विद्यार्थीहरू अहिले त्यस्तो किसिमको परम्परा गइरहेको ठिक हो विद्यार्थीमा धेरै दुःख दिन्छन् सरहरूले सिक्नुपर्छ ढेक्काहरूमा आउनुपर्छ पढाउनुपर्छ सबै गर्नुपर्छ त्यो जानेर केही फाइदा छैन परम्परा त पाइहालिन्छ जसरी पनि भन्ने किसिमको वातावरण सिर्जना हुँदै गयो तपाईँ झाडा टार्ने यसबाट गाई भोगेर जाँदिने लिखित जाँदिनेहरूले पनि अब यसमा हेरचाह गर्नु भने तपाईँको मैदानमा पुग्नुहुन्न पासमा हुनुवाला परम्परा लिएर लाइन लागेर बजारमा म बेरोजगार भएँ भन्दै हिँड्नुपर्ने बाध्यता नआओस् भन्ने हाम्रो मन छ तपाईँले पढाउनै सिक्नु भएको छैन पढाउनु छैन त्यहाँ गएर कसरी पढाउँछ कि कसरी विश्वास गर्नु यही पढाउनु भएको छैन त्यहाँ गएर कसरी पढाउँछ मैले स्कुलमा पहिलेदेखि पढाइरहेको छु भनेर गफ आएको पनि हुँदैन यहाँ हाम्रो यो सैद्धान्तिक कुरा अनुसार प्रयोगमा यो नियम अनुसार पढाएको हुनुपर्छ
तपाईँ जाहिर पढाएकोलाई हामीले भन्ने छ यहाँ पढाउनु त्यही हो सबैले सम्झिनु होला कति काम गरेको छु कति काम गरेको छैन एकै दिनमा आएर त्यसमा भटरट्ट बनाएर सबै सहयोग गरेर शिक्षण अभ्यास हुन्छ र त्यही गरे त्यसलाई शिक्षण अभ्यास भनिन्छ पढाएको अभ्यास हो त्यो झाडा टार्ने अभ्यास हो त्यसको नाम झाडा प्र्याक्टिस अभ्यास हुन्छ शिक्षण अभ्यास हुँदैन त्यसलाई शिक्षण अभ्यास भनिँदैन त्यही हो त हाम्रो नभए अब अझै गौरी सबै भन्नुभयो त्यो तपाईँहरू केही सिक्न आउनुभएको हो कि झाडा टार्नु सिक्न अब बाबाले ढोका बसेर बजाएको तपाईँलाई केही लक्ष्य बनोस् भनेर हो कि अनि यसरी शिक्षामा भागेर बस्छ भन्छ समस्या समाधानमा जुट्न परेन फेस गर्नु परेन त्यस्तो भएको हुनाले तपाईँहरू अझै समय बाँकी छ हामीले विद्यालय नपठाइन्जेल जबरजस्ती पढ्नु भएको छैन आएर प्रत्येक दिन विषय शिक्षकलाई विषय शिक्षक आउनु भएको छ भने आफ्नो विषय शिक्षक आउनु छ विषय अगाडि पढाउने भर्ने पाठहरू बनाएर हुँदैन पढाएकै हुनुपर्छ भोलि जस्तो बाँकी छ अर्को एउटा कुरा भन्न बाँकी छ म चौथो वर्षमा अनुसन्धान विधि पनि पढाउँछु रिसर्च मेथड पनि पढाउँछु मैले त्यसमा 20 पूर्णाङ्कको र अनुसन्धान कार्य छ थेसिस लेख्नु पर्छ नेपालीमा अङ्ग्रेजीमा सायद 50 पूर्णाङ्कको होला स्वास्थ्यमा गरेको छ मलाई थाहा भएन त्यो रिसर्चमा मैले त्यो पनि पढ्दैछु मैले अलिक केही त्यो अनुसन्धानतिर रिसर्चतिर विद्यार्थीलाई जोड्याएको हुनाले एउटा पढाउने काम चाहिँ अलिकति कम भएको हो मैले दुईटै विषय पढाउने हुनाले त्यसलाई अब फेरि त्यो प्रपोजल राइटिङ छ अनुसन्धान प्रस्ताव लेखन त्यो भइराखेको छ हाम्रो नेपालीमा त्यो अनुसन्धान प्रस्ताव लेखन गरिसकेपछि त्यो अनुसन्धान गर्ने काम हेसिस लेख्ने काम त कक्षा क्याम्पस बन्द भएपछि गर्न पनि पाइन्छ त्यसलाई चाहिँ रोकेर फेरि अब उहाँलाई चाहिँ म पढाइदिएर फेरि दोहोऱ्याउँदै त्यसै हाम्रो नेपालीको चाहिँ पढाउने काम चाहिँ अझ पुरा राम्रोसँग पुरा हुनुपर्छ कारण त्यो पनि उहाँले चाहिँ अहिले त्यो अनुसन्धान मात्र अलिक बढी घट्नु भएको छ त्यसलाई हामीले फेरि अनुसन्धान प्रस्ताव तयार भइसकेपछि फेरि हामी यता मैले 2 घन्टी एउटै कक्षामा सँगसँगै मैले पनि पढाउने हुनाले मैले 2 घन्टीलाई चाहिँ अहिले अनुसन्धानमा जोडेको छु र फेरि अनुसन्धानलाई रोकेर अब हामी शिक्षणतिर लाग्दैछौँ त्यसैले तपाईँले आएर पढाएर गर्नुलाई म विषय शिक्षकसँग सोध्छु त्यसको रेकर्ड हुन्छ आएर पढाउनु भनेर विषय शिक्षक उहाँले आफ्नो विषयको शिक्षण अभ्यासका बारेमा केही कुरा भनिदिन हार्दिक र कतिजनाले कतिवटा पाठ पढाएर त्यसको जानकारी म